नमस्कार। खाडीका देशहरूमा इरानी हमलासँग सम्बन्धित फोटो तथा भिडियो सामाजिक सञ्जालमा हाल्नेहरू धमाधम पक्राउ पर्न थालेका छन्। संयुक्त अरब इमिरेट्सको आबु धाबीमा मात्रै करिब 45 जना विदेशी नागरिक पक्राउ परेको समाचार सार्वजनिक भएको छ। उनीहरूले इरानको ड्रोन तथा क्षेप्यास्त्र हमलाका दृश्य सामाजिक सञ्जालमा सेयर गरेको आरोप लगाइएको छ। खाडीका देशहरू युए, कतार, कुवेत, बहराइन र साउदी अरबियामा लाखौं नेपाली काम गर्दै आएका छन्। पछिल्लो समय इरानले गरेको ड्रोन र मिसाइल हमलाका कारण यी देशहरू पनि तनावपूर्ण अवस्थामा छन्। स्थानीय सञ्चार माध्यमका अनुसार पक्राउ परेकाहरूले सामाजिक सञ्जालमा अपुष्ट तथा भ्रामक सूचना फैलाएको आरोप लगाइएको छ। त्यसैले खाडी देशका सरकारले आधिकारिक स्रोतबाट पुष्टि नभएको कुनै पनि फोटो, भिडियो वा सूचना सेयर नगर्न कडा चेतावनी दिएका छन्। उभिएको एक समाचार पत्रका अनुसार यस घटनामा एकजना नेपाली नागरिक पनि पक्राउ परेको उल्लेख गरिएको छ। तर आबु धाबी स्थित नेपाली दूतावासले भने हालसम्म आधिकारिक रूपमा नेपाली पक्राउ परेको पुष्टि नभएको जनाइएको छ। दूतावासकी प्रवक्ता रञ्जिता दाहालका अनुसार नेपाली समुदायलाई लगातार सचेत गराउने काम भइरहेको छ। उनले सामाजिक सञ्जालमा अपुष्ट सामग्री सेयर नगर्न सबैलाई आग्रह गरेका छिन्। युएमा यस्तो सामग्री सेयर गरेमा कडा कानुनी सजाय हुन सक्छ। कानुन अनुसार 1 लाखदेखि 2 लाख दिरामसम्म जरिवाना अर्थात् करिब 40 देखि 80 लाख नेपाली रुपैयाँसम्म जरिवाना हुन सक्छ। साथै 1 देखि 2 वर्षसम्म कैद सजाय पनि हुन सक्छ। गैर आवासीय नेपाली सङ्घ युएका अध्यक्ष भीम मल्ल ठकुरीका अनुसार धेरै नेपालीहरू अनजानमा फोटो वा भिडियो सेयर गर्दा समस्यामा परेका छन्। कतिपयलाई त देश निकाला अर्थात् डिपोर्ट समेत गरिएको उनले बताइएका छन्। त्यसैले दूतावास र नेपाली सङ्घ संस्थाहरूले आधिकारिक सूचना मात्रै पछ्याउन र अनावश्यक हल्ला नगर्न आग्रह गरिरहेका छन्। फेब्रुअरी 28 मा अमेरिका र इजरायलले इरानमाथि हमला गरेपछि सुरु भएको तनावका कारण पश्चिम एसियामा रहेका करिब 18 लाख नेपाली पनि प्रभावित हुन सक्ने अनुमान गरिएको छ। यसबीच नेपालको परराष्ट्र मन्त्रालयले पनि सबै नेपालीलाई अत्यन्त सजग र संयमित रहन अनुरोध गरेको छ। मन्त्रालयले युद्धसँग सम्बन्धित फोटो, भिडियो वा अडियो सामग्री रेकर्ड वा सेयर नगर्न विशेष आग्रह गरेको छ। यस संवेदनशील अवस्थामा खाडी देशहरूमा रहेका नेपालीहरूलाई स्थानीय कानुनको पालना गर्दै सुरक्षित रहन दूतावासले पुनः आग्रह गरेको छ। हस्त धन्यवाद।